नमस्कार सम्पूर्णमा कोशी प्रदेश चौथो तहमा आज सोधिएका प्रश्नहरूको उत्तर यस प्रकार रहेको छ। प्रश्न नम्बर 1 मा रहेको छ एटीएमका आविष्कारक को हुन्? एटीएम मसिनका आविष्कारक को हुन्? उत्तर रहेको छ जोन शेफर्ड बारन। एटीएम मसिनका आविष्कारक जोन शेफर्ड बारन रहेका छन्। त्यस्तै गरी प्रश्न नम्बर 2 मा रहेको छ नेपालमा कति प्रजातिका जनावरलाई संरक्षित गरिएको छ? नेपालमा कति प्रजातिका जनावरलाई संरक्षित गरिएको छ? उत्तर रहेको छ 26 प्रजातिका जनावर। त्यस्तै गरी प्रश्न नम्बर 3 मा रहेको छ चुरे संरक्षित जिल्ला कतिवटा रहेका छन्? चुरे संरक्षित जिल्ला कतिवटा रहेका छन्? उत्तर रहेको छ 36 वटा। त्यस्तै गरी प्रश्न नम्बर 4 मा रहेको छ 2078 को जनगणना अनुसार कोशी प्रदेशको जनसङ्ख्या वृद्धि दर कति रहेको छ? कोशी चौथोकै प्रश्नमा कोशी प्रदेशबाटै सोधेको रहेछ। 2078 को जनगणना अनुसार कोशी प्रदेशको जनसङ्ख्या वृद्धि दर 0.56% रहेको छ। त्यस्तै गरी प्रश्न नम्बर 5 मा रहेको छ लदी पूजा कुन जातसँग सम्बन्धित रहेको छ? लदी पूजा कुन जातसँग सम्बन्धित रहेको छ? उत्तर रहेको छ माझीसँग। त्यस्तै गरी युरो प्रश्न नम्बर 6 मा रहेको छ युरो 4 केसँग सम्बन्धित छ? प्रश्न नम्बर 6 मा युरो 4 केसँग सम्बन्धित छ? उत्तर रहेको छ सवारी साधनसँग सम्बन्धित रहेको छ। त्यस्तै गरी प्रश्न नम्बर 7 मा रहेको छ मौलिक हक कति भागमा र राजकीय नीतिहरू कति धारामा व्यवस्थापन गरिएको छ? नेपालको संविधान अनुसार मौलिक हक र राजकीय नीतिहरूलाई कति भाग र धारामा व्यवस्था गरिएको छ? उत्तर रहेको छ मौलिक हकलाई भाग 3 र राजकीय नीतिहरूलाई धारा 16 मा व्यवस्था गरिएको छ। प्रश्न नम्बर 8 मा रहेको छ एनएटीओ को अन्तिम सदस्य राष्ट्र कुन हो? एनएटीओ को अन्तिम सदस्य राष्ट्र कुन हो? उत्तर रहेको छ स्विडेन। एनएटीओ को अन्तिम सदस्य राष्ट्र स्विडेन रहेको छ। त्यस्तै गरी प्रश्न नम्बर 9 मा रहेको छ नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल कतिवटा रहेका छन्? नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल कति रहेका छन्? जसको उत्तर रहेको छ 3 वटा। त्यस्तै गरी प्रश्न नम्बर 10 मा रहेको छ बिमस्टेकको बडापत्र कहिलेदेखि लागू गरिएको हो? बिमस्टेकको वडापत्र कहिलेदेखि लागू गरिएको हो? उत्तर रहेको छ 2024 मे 20 बाट। बिमस्टेकको वडापत्र 2024 मे 20 बाट लागू गरिएको हो। त्यस्तै गरी प्रश्न नम्बर 11 मा रहेको छ रुखबाट पात झर्छ भन्ने कुन करण रहेको छ? यो चाहिँ तपाईलाई नेपालीका कारण विभक्तिबाट चाहिँ दिएको हो। जसको उत्तर रहेको छ अप्सन नम्बर सी अन्तर्गत पर्ने अपादान, किनकि रुखबाट पात अलग भइरहेको छ नि त। रुखबाट पात अलग भइसकेको छ, त्यो कारणले गर्दा त्यो अपादान हुन गएको, अलग हुने कुरालाई जनाउने भएकोले। त्यस्तै गरी प्रश्न नम्बर 12 मा रहेको छ जीवन काँडाकी फूल कसको कृति रहेको छ? यो चाहिँ सम्भवतः सबैले मिलाउनु भयो होला, किनकि यो कक्षा 4-5 बाटै पढ्दै आइरहेको कुरा पनि हो। जीवन काँडाकी फूल भन्ने कृति साहित्यकार झमक घिमिरेको हो, झमक कुमारी घिमिरेको हो। त्यस्तै गरी प्रश्न नम्बर 13 मा रहेको छ महानगरपालिकाको संख्या कति रहेको छ? नेपालमा महानगरपालिकाको संख्या 6 वटा मात्र रहेको छ। महानगरपालिका, उपमहानगरपालिका, गाउँपालिका, वार्डहरूको म तपाईहरुलाई एउटा लिंक हाल्दिन्छु, तपाईले त्यसबाट सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ। त्यस्तै गरी प्रश्न नम्बर 14 मा रहेको छ आईसीसी च्याम्पियन ट्रफी 2017 को विजेता राष्ट्र कुन थियो? आईसीसी च्याम्पियन ट्रफी 2017 को विजेता राष्ट्र कुन हो? उत्तर रहेको छ भारत। त्यस्तै गरी प्रश्न नम्बर 15 मा रहेको छ 15औं योजनाको औसत आर्थिक वृद्धि दर कति प्रतिशत रहेको छ? 15औं योजनाको औसत आर्थिक वृद्धि दर कति प्रतिशत रहेको छ? उत्तर रहेको छ 6.6%। 15औं योजनाको औसत आर्थिक वृद्धि दर 6.6% रहेको छ। प्रश्न नम्बर 16 मा रहेको छ कुन शब्दमा उपसर्ग लागेर बनेको हो?
तलका मध्ये कुन शब्द उपसर्ग लागेर बनेको छ भनेर सोधेको छ। अप्सन ए आगमन, अप्सन बी शिक्षित, अप्सन सी लिखित, अप्सन डी पत्रिका। तपाईको प्रश्न नम्बर 16 को उत्तर रहेको छ आगमन, आ प्लस गमन। यसरी आगमन शब्द बनेको छ। त्यस्तै गरी तपाईको लागि प्रश्न नम्बर 17 मा रहेको छ मदन पुरस्कार 2080 कसलाई प्रदान गरियो। प्रश्न नम्बर 17 मा मदन पुरस्कार 2080 कसलाई प्रदान गरियो। उत्तर रहेको छ मोहन मैनाली। मुकाम रणमैदान कीर्तिबाट मोहन मैनालीलाई 2080 को मदन पुरस्कार प्रदान गरिएको थियो। प्रश्न नम्बर 18 मा रहेको छ 9 राष्ट्रिय खेलकुद कहाँ भएको थियो। 9 राष्ट्रिय खेलकुद कहाँ सम्पन्न भएको थियो। प्रश्न नम्बर 18 को उत्तर रहेको छ गण्डकी प्रदेशको पोखरामा तपाईको 9 राष्ट्रिय खेलकुद सम्पन्न भएको थियो। प्रश्न नम्बर 19 मा रहेको छ युएनओ को प्रमुख प्रशासनिक अङ्ग कुन हो। युएनओ को प्रमुख प्रशासनिक अङ्ग सचिवालय हो। त्यस्तै गरी प्रश्न नम्बर 20 मा रहेको छ 5G को सुरुवात गर्ने देश कुन हो। 5G नेट को सुरुवात गर्ने देश कुन हो। 5G नेट को सुरुवात गर्ने देश दक्षिण कोरिया हो भने 2019 अप्रिल 5 मा परीक्षण सफल भई लागू गरिएको थियो। प्रश्न नम्बर 21 मा रहेको छ तलका मध्ये कुन कोशी नदीको सहायक नदी होइन। अप्सनहरु म काटिदिए। त्यस्तै गरी सही उत्तर रहेको छ तिला नदी चाहिँ कोशी नदीको सहायक नदी होइन। त्यस्तै गरी प्रश्न नम्बर 22 मा रहेको छ राजतन्त्रको अन्त्य तथा गणतन्त्रको स्थापना कहिले भयो। जहानियर राणा शासन अथवा राजतन्त्रको अन्त्य तथा गणतन्त्रको स्थापना 2065 साल जेठ 15 गते भएको थियो। राजतन्त्रको अन्त्यसँगै गणतन्त्रको पनि स्थापना 2065 जेठ 15 मा भयो। त्यस्तै गरी प्रश्न नम्बर 23 मा रहेको छ क्षेत्रफलको आधारमा क्रमशः 4 ठूला देशहरूलाई भनेको छ। जसको उत्तर रहेको छ सबैभन्दा पहिला रुस, त्यस्तै गरी क्यानाडा, त्यसपछि चीन, त्यसपछि ब्राजिल। क्षेत्रफलको आधारमा 4 ठूला देश रुस, क्यानाडा, चीन, ब्राजिल। प्रश्न नम्बर 24 मा रहेको छ तपाईका लागि आर्थिक वर्ष 2080-81 मा नेपालले कति रकमको वस्तु तथा सेवा आयात गर्यो। आर्थिक वर्ष 2080-81 मा नेपालले कति रकमको वस्तु तथा सेवाको आयात गर्यो। उत्तर रहेको छ 15 खर्ब 92 अर्ब 99 करोड बराबरको वस्तु तथा सेवाको आयात गरेको छ। त्यस्तै गरी प्रश्न नम्बर 25 मा रहेको छ नेपालको अर्थव्यवस्था कुन प्रकारको व्यवस्था हो। नेपालको अर्थव्यवस्था कुन प्रकारको अर्थव्यवस्था हो। उत्तर रहेको छ मिश्रित अर्थव्यवस्था हो नेपालको अर्थव्यवस्था। त्यस्तै गरी प्रश्न नम्बर 26 मा रहेको छ कोशी प्रदेशमा पर्ने धार्मिक स्थल कुन हो। तलका मध्ये कोशी प्रदेशमा पर्ने धार्मिक स्थल कुन हो। उत्तर रहेको छ ताप्लेजुङ जिल्लाको पाथिभरा देवी मन्दिर हो। कोशी प्रदेशमा पर्ने धार्मिक स्थल पाथिभरा देवी मन्दिर ताप्लेजुङको। प्रश्न नम्बर 27 मा रहेको छ श्रीअन्तु डाँडा कहाँ पर्छ। इलाम जिल्लामा अवस्थित एक सुन्दर पहाडी गाउँ हो श्रीअन्तु। त्यस्तै गरी प्रश्न नम्बर 28 मा रहेको छ 2081 अनुसार वाणिज्य बैंकको संख्या कति रहेको छ। 2081 अनुसार वाणिज्य बैंकको संख्या कति रहेको छ। उत्तर रहेको छ 20 वटा। 2081 सम्ममा वाणिज्य बैंकको संख्या 20 रहेको छ। त्यस्तै गरी प्रश्न नम्बर 29 मा रहेको छ तपाईका लागि दिगो विकासमा कुन पर्दैन। तलका मध्ये दिगो विकासमा कुन पर्दैन। अप्सन पिपल, प्लानेट, पिस र हेल्थ। जसको सही उत्तर रहेको छ पिस, शान्ति, यानि कि दिगो विकासमा पर्दैन। आजका लागि जीके अन्तर्गतको अन्तिम प्रश्न छ तपाईका लागि प्रश्न नम्बर 30 मा प्रदेश अन्तर समन्वय परिषदमा को सदस्य पर्दैन। प्रदेश अन्तर समन्वय परिषदमा सदस्य को पर्दैन भनेको छ। जसको उत्तर रहेको छ प्रश्न नम्बर बी बाट परराष्ट्र मन्त्री चाहिँ प्रदेश अन्तर समन्वय परिषदको सदस्य अन्तर्गत पर्दैन। थ्याङ्क्स फर वाचिङ फुल भिडियो।
Please like, share and subscribe for more video. Thank you so much. आजको भिडियो चाहिँ हेरेर तपाईले चाहिँ आफ्नो क्वेशन पेपरलाई पनि चेक गर्न सक्नुहुन्छ। आफू तपाईले कति मिलाउनु भयो आफ्नो मेमोरी पावरलाई पनि चेक गर्नुहोस् अनि तपाईले कति मिल्छ कति मिल्दैन चेक गर्नुहोस् अनि पछि अर्को परीक्षाको लागि तयारी गर्दै पनि गर्नुहोस्। हाम्रो च्यानललाई सब्स्क्राइब गरिराख्नुहोस्। हामी लिखित परीक्षाको लागि पनि तपाईहरुको लागि निशुल्क नोटहरु र लेख्ने शैली र एक्जामको बारेमा सम्पूर्ण जानकारीहरु दिनेछौं। हामीसँग जोडिएर रहनु होला। हामीले अघिल्लो भिडियोहरुमा पनि सम्पूर्ण यस्तै आयोग सम्बन्धीका लोकसेवा शिक्षक सेवा अथवा विभिन्न पदहरुका लागि पनि भिडियोहरु तयार गरेका छौं। त्यस्तै गरी नायब सुब्बाको तयारी पनि गर्ने सोचिरहनु भएको छ भने त्यसको पनि भिडियोहरु हाम्रो च्यानल मार्फत तपाईले पाउने शुल्क रूपमा पाउनु हुनेछ। अन्य यस्तै भिडियो हेर्नको लागि सधैं हामीसँगै जोडिनु होला। धन्यवाद। नमस्कार।